हेलो गाइज नमस्ते। आज चाहिँ हाम्रो यो के भन्छ लाइफकै विशेष दिन। हामी बच्चामा सानो हुँदाखेरि एउटा टिभीमा हेरेको विश्वकप आज हामी चाहिँ लाइभ स्टेडियममा हेर्नु जाँदैछौँ। सपना पुरा भएको दिन आज जुलाई 8 9 हो जुलाई 9 2026 होइन। अनि यहाँबाट न्यू हेम्सायरबाट चाहिँ म र मेरो दाइ बिना दाइ जाँदैछौँ फक्सबाट फ्रान्स भर्सेस मोरक्को यो क्वार्टर फाइनल हो है। यो च्यानचुने म्याच पनि होइन फेरि यो क्वार्टर। गाइज हामी पनि अब 2 माइल छ, 2 माइल स्टेडियमको 2 माइल नजिकमा छौँ। तर 2 माइल नजिक भए पनि यो ट्राफिक जामले गर्दाखेरि 22 मिनट देखाइराखेको छ। धेरै नजिक छौँ। जाँदैछ नि मान्छेहरू यता पार्क गरेर गाडी चाहिँ यता पार्क गरेर हिँडेर गएको यिनीहरू फ्रान्सको सपोर्टरहरू। त्यहाँ अगाडिबाट एउटा पुरै टोली छ मोरक्कोको रातै रातो। हेर्नु त यहाँ 2 माइलको बाटो छ, 1.9 माइल 22 माइल होइन 23 मिनट्स। गाइज यहाँ चाहिँ पार्किङको $100 रहेछ। अर्को लिमोजिनको लागि हेर्नु त $400। धन्न हामी धनी भइएन दाइ। धनी भएको भए हाम्रो लिमोजिन हुन्थ्यो, $400 तिर्नु पर्थ्यो। गरिब हुनु नै ठिक रहेछ। काबो मेक्सिको नि लिमो छोडै मजा आएको थियो दाइ। फ्रान्सको सपोर्टर, फ्रान्सको जर्सी भाले रातो भाले। अनि मैले चाहिँ अब जमानादेखिको इङ्ल्यान्डको फ्यान, इङ्ल्यान्डकै जर्सी लगाइराखेको छु। गाइज त्यहाँनिर अझ यो सबै जर्सी रहेछ, बिक्री पसल स्टलहरू राखेको। भाइब त ओभर आइराखेको छ। 17 मिनट यहीँ छ, यत्तिकै छ, खाले नै देखिराखेको छ। 1.3 माइल छ, टाइम चाहिँ देखाएर छ 18 मिनट। गाइज हामी चाहिँ ट्याक्क यतापट्टि हाम्रो लेफ्टपट्टि छ स्टेडियम चाहिँ होइन। तर हाम्रो पार्किङ स्पट चाहिँ त्यहाँभन्दा अलिकति अगाडि रहेछ। टिकट पनि यतापट्टि साइड जस्तो लाग्छ कि मलाई उतापट्टि होइन, यतापट्टिको पोस्टपट्टि त्यहाँ अगाडिपट्टि देखिरहेछ हाम्रो स्टेडियम। हाम्रो विनय दाई चाहिँ अब के भन्छ फ्रान्सको सपोर्टर। हामी चाहिँ गाइज स्टेडियममा आइसकेको छौँ। अब यो गाडीलाई पार्किङ गरेर यही बाटो हामी हिँड्दै आउने। फ्यानहरू सबैजना होइन आउँदैछ, कोही मोरक्कोको, कोही के भन्छ फ्रान्सको होइन। आफ्नो जर्सी लाएर एकदम खतरा भाइब भइरहेको छ, दामीको। गाइज अहिले चाहिँ 2:10 जति भयो। हामीले चाहिँ गाडी पार्किङ ग्राममा राखेर बिना दाइ र म अगाडि बढ्दैछौँ। भिड छ, एक किसिमको एउटा भाइब छ होइन दाइ। यो जीवनको एउटा पल, यो के भन्छ लाइफको एउटा बेस्ट मोमेन्ट हामीले आज सेलिब्रेट गर्दैछौँ। मोरक्को भर्सेस फ्रान्सको म्याच होइन, 2026 को वर्ल्ड कपको क्वार्टर फाइनल होइन। फिल्स अमेजिङ गाइज, फिल्स अमेजिङ। आफ्नो देशको जर्सी लाएर कोही फ्रान्सको, कोही मोरक्कोको, कुनै आफ्नो साथीभाइहरूले समर्थन गर्ने, कोही अर्जेन्टिना, कोही अरू देशको होइन। अनि बगाते मजा गाइस यो चाहिँ यहाँनिर आउनेको भिड, जानेको भिड होइन। अब म्याच सुरु हुनु लगभग 1.5 घन्टा मात्रै बाँकी छ होला। अनि हामी चाहिँ अब स्टेडियम तर्खर जाँदैछौँ गाइस। अब हामी जाँदैछौँ। Can you guys imagine? I'm here for watching FIFA World Cup quarter final, France versus Morocco. They think about it better. Like the Bears वर्ल्ड कप को ये सोवेनियर
Morocco. Morocco, go France. Can you guys imagine? Yeah, man. We are here for watching. We are the World world. Cup quarter final. गाइस यो चाहिँ सुरक्षाको लागि होला 10 ठाउँ स्क्यान गर्नुपर्ने रहेछ हाम्रो टिकटदेखि लिएर सबै कुरा फेरि पनि स्क्यान गर्नुपर्ने रहेछ हाम्रो टिकटहरू दाइ कोहीको टिकट स्क्यान गर्नु त हामीले 3 ठाउँ सेक्युरिटी चेक गरिसक्यौँ टिकट एक ठाउँ स्क्यान गर्नु फेरि पनि टिकट स्क्यान गर्नुपर्ने रहेछ क्या नाउ मेरो पालो थ्याङ्क यू गाइस हामी चाहिँ हाम्रो सिट खोज्नु हुँदैन पहिला सिट पाउँ कि त सिट पत्ता लाउँ होइन त्यसपछि आएर हामी यो स्न्याक्स खानुपर्छ कसम यहाँ सपना जस्तो लागिराखेको छ जीवनकै पहिलो अनुभव सायद यो नै अन्तिम पनि होला विश्वको फुटबलको यो एउटा अवसर 30 विनय दाइ ओभर एक्साइटेड हुनुहुन्छ सिट खोज्नुको लागि कहाँ छ अब सिट दाइ पत्ता लाउनु Thierry Henry Zlatan Ibrahimovic Guys, मैले यहाँबाट तपाईलाई देखाइरहेको छु नि Zlatan Ibrahimovic Thierry Henry These people walk way clear. मैले तपाईलाई जे देखाइरहेको छु नि त्यहाँ अगाडिबाट लाइभमा बोलिरहेको छ Thierry Henry and Zlatan Ibrahimovic तपाईहरुलाई मैले जे देखाइरहेको छु नि त्यहाँ अगाडिबाट Zlatan Ibrahimovic र Thierry Henry छ क्या मेरो हातको डिस्टेन्समा छ क्यान यु गाइज इमेजिन मेरो हातको डिस्टेन्समा मेरो ब्यागमा जे देखाइरहेको छु नि तपाईहरुलाई त्यहाँनिर नि Thierry Henry र Zlatan Ibrahimovicले रिपोर्टिङ गर्दैछ क्या मेरो हातको डिस्टेन्समा छ गाइज मेरो हातको गाइज मलाई यो सपना जस्तो लागिरहेको छ 1990 को विश्वकप 14 इन्चको ब्ल्याक एन्ड व्हाइट टेलिभिजनदेखिको यो यात्रा हैन उफ आई क्यानट एक्सप्लेन इन वर्ड्स क्या गाइज म आज स्टेडियममा छु 2026 को विश्वकपको साक्षात्कार क्वार्टर फाइनलको फ्रान्स भर्सेस मोरक्कोको यो मोमेन्ट मैले इन्जोय गर्दैछु फ्रान्सको प्लेयरहरू अहिले मैदानमा प्रवेश गरिसकेका छन् गाइस फ्रान्सको प्लेयरहरू मेरो दाइ विनय दाइ आउँदै हुनुहुन्छ म चाहिँ एक्साइटेड मैले छ दाइ बियर तपाईलाई हो र म अहिले यहाँनिर वर्ल्ड कप क्वार्टर फाइनल हेर्दैछु अनि मेरो परिवारसँग म यहाँ लाइभमा छु है गाइज हाई I'm having fun guys म चाहिँ यहाँनिर फेस टाइममा मेरो खुसी मेरो माता रानी कृपा आबासँग कुरा गर्दैछु हाई कृपा Okay guys ल बाई बाई स्टेफन गेरार्डको सपोर्ट गर्दैछ यो मान्छे चाहिँ
यो फ्रान्स भर्सेस मोरक्कोको क्वार्टर फाइनल हेर्न आइरहेको छु क्वार्टर फाइनल गाइज Make some noise!
अहिले चाहिँ हाइड्रेसन ब्रेक भएको छ अनि त्यो ब्रेकमा चाहिँ म चाहिँ यता यहाँ के भन्छ रेस्टरुम युज गर्न आएको छु अहिलेसम्म एकदम इन्जोय नै भइरहेको छ एम्बापेले जस्ट होइन तपाईँले पनि हेरिहाल्नुभयो पेनाल्टी मिस गर्यो गाइस यो जुन चियर लिडरहरू देखिरहनु भएको छ नि यो चियर लिडर चाहिँ यो न्यू इङ्ल्यान्ड पेट्रोइटको यो स्टेडियम हो त्यही भएर यो उनीहरूको कलर थेम चाहिँ न्यू इङ्ल्यान्ड पेट्रोइटलाई रिप्रेजेन्ट गरेको है यिनीहरूको यो अमेरिकन फुटबलको गाइस यो चाहिँ अहिले इन्टरभल भएको छ अनि इन्टरभलमा चाहिँ अब यहाँ स्न्याक्सहरू वाटरहरू बियरहरू खाने बेलामा सबैजना यहाँ चाहिँ छ है गाइस अहिले चाहिँ भर्खर एम्बापेले एउटा गोल लगाएको छ अनि अब के भन्ने मैले त केही बोल्नै सकिरहेको छैन क्या यो अब जीवनकै एउटा अविस्मरणीय क्षण हो होइन एउटा के भन्छ यो विश्वकप हेरिरहेको छु क्या मैले यो भनिरहँदाखेरि मैले एउटा मेरो अनन्य होइन मित्र देवराज नेपाललाई मैले आज सम्झिराखेको छु उसले भन्थ्यो क्या मलाई ऊ चाहिँ एकदम अर्जेन्टिनाको फ्यान हो नि त अनि 2002को वर्ल्ड कपको ग्रुप स्टेजमा ग्रुप डीमा थियो क्या इङ्ल्यान्ड र इङ्ल्यान्ड स्विडेन नाइजेरिया अनि अर्जेन्टिना क्या अनि उसले र मैले बाजी राखेका थियौँ अनि मैले इङ्ल्यान्डबाट राख्दाखेरि मैले इङ्ल्यान्डले जितेको थियो क्या अनि ऊ चाहिँ डाइहार्ड फ्यान हो क्या अर्जेन्टिनाको मैले आज उसलाई पनि झल्झली सम्झिरहेको छु कमान एम्बापे कमान डेम्बेलेले गोल लगाएछ Imagine! मैले हेर्नै पाएन त फोटो खिच्दा Oh my god! It's World Cup, yeah, World Cup! 63,811 attendance. My goodness. यहाँ आजको attendance क्या दाइ 63,811 attendance. कति आएन एम्बापेलाई सब्स्टिट्युट गर्यो गाइस मैले अघि भन्दै थिएँ त्यो भन्दा हुँदै मैले मेरो त्यो के भन्छ नि भन्न के भन्छ कुरा टुङ्गेको थिएन मैले आज मेरो अनन्य मित्र देवराज नेपाललाई सम्झिरहेको छु देवराज नेपाल भनेको मेरो बेस्ट फ्रेन्ड होइन ऊ चाहिँ अब परमधाम हुनुभयो बाइक एक्सिडेन्टमा होइन अनि फुटबलको एकदम फ्यान हो क्या ऊ चाहिँ अर्जेन्टिनाको फ्यान हो अनि उसको कुरा सम्झिन्छु क्या म कुनै दिन पनि हामी विश्वकपको रङ्गमञ्चमा विश्वकप हामी पनि हेरिन्छ कि भन्थ्यो क्या उसले नि म त्यो कुराहरू आज जल्दी सम्झिरहेको छु गाइस अहिले त्यहाँनिर एङ्गोलो कान्टे के भन्छ वार्मअप गर्दैछ होइन मलाई चाहिँ कस्तो लागिरहेको छ भने सायद 1 मिनटको लागि किन नहोस् होइन तर माई गुडनेस साथै खाइदियो यार त्यो एङ्गोलो कान्टे के भन्छ नि 2 मिनटको लागि भए पनि खेलिदियोस् क्या 2 मिनट इभन नहोस् 1 मिनटको लागि भए पनि खेलिदियोस् क्या एङ्गोलो कान्टे ऊ के भन्छ वार्मअपमा गर्दैछ होइन आओस् क्या पहिला मेरो चेल्सीको ब्रदर हो नि त चेल्सीको ब्रदर ब्लुज अलवेज ब्लुज आजको दिनको लागि चाहिँ विशेष धन्यवाद है मेरो विनय दाईलाई दाईको होइन दाईको कारणले गर्दाखेरि म आज यहाँ छु वी आर ह्याभिङ भेरी स्पेसल डे दाई जिन्दगीको सबैभन्दा बेस्ट डे आज हामीले इन्जोय गर्दैछौँ क्या एनी टाइम ब्रदर एनी टाइम विनय दाई थ्याङ्क यू सो मच रियली एप्रिसिएट थ्याङ्क यू चीयर्स गो फ्रान्स Congratulations, France. See you in final.
Congratulations France, congratulations Deschamps, congratulations Mbappe, congratulations Dembele, Deschamps. Woo! हाम्रो आजको मेमोरी हो क्वार्टर फाइनल होइन क्वार्टर फाइनल बोस्टन मैसाचुसेट्स ए अनि मेरो दाइ के हुन्छ My goodness, the movement. Congratulations, France and entire fans of France. See you in final. It's amazing day of my entire life. हैन आजको दिन म जीवनमा कहिले बिर्सने वाला छैन. Thank you Binay Dai. Because of you we are here. Amazing day of my life. It's a World Cup quarter final, France versus Morocco. गाइज यहाँ चाहिँ यो फिफाको होइन यहाँ सोभेनियरहरू पाउने ठाउँ रहेछ अनि म्याच सकेपछि सबैजना होइन अडियन्सहरू यहाँ चाहिँ फिफाको यो फुटबल सम्बन्धीको सोभेनियरहरू किन्नमा लाइनमा बसेको है गाइज. इट्स अमेजिङ डे अफ माई लाइफ होइन के भन्ने म जति बोल्दैछु नि म होसमा बोल्दैछु कि बेहोसीमा बोल्दैछु कि के पनि थाहा छैन क्या तर जे बोल्दैछु नि मनबाट बोल्दैछु क्या कसम होला म मरेर गए पनि नि मलाई कुनै रिग्रेट हुनेवाला छैन क्या किनभने मैले आजको दिन बाँचेँ क्या आजको दिन यो जुन विश्वकपको क्वार्टर फाइनल म्याच मैले हेरेँ नि इट्स अमेजिङ के मेरो यो अगाडि हिँड्दैछ नि विनय दाइ. हेलो दाइ. हेलो सचिन. कस्तो भइरहेछ दाइ? Awesome guys. Awesome. Having fun. खासमा म चाहिँ नि आइएम रियली ग्रेटफुल टु मेरो दाइ विनय दाइ होइन दाइको एक कलको कारणले गर्दाखेरि आज हामी यहाँ छौँ र हामीले यो म्याच सँगै बसेर हेरिरहेको छौँ क्या. थ्याङ्क यू विनय दाइ. आइएम रियली ग्रेटफुल टु यु. गाइज यो चाहिँ फिफा वर्ल्ड कप 2026 को होइन के भन्छ स्टोर हो. यहाँनिर चाहिँ मान्छेहरूले यस्तो मेमोरीको लागि भए पनि होइन सामानहरू किन्छन् स्न्याक्सहरू किन्छन् उ त्यो चाहिँ के भन्छ फिफाको स्टोर हो. गाइज यो मोरोक्कोको फ्यानहरू होइन सायद मोरोक्कोको नागरिकैहरू नै हुनसक्छ होइन उनीहरूले हार्यो तर पनि जुन उनीहरूको फुटबलप्रतिको जुन माया छ नि तहे दिल से म पनि सल्युट गर्छु क्या उनीहरूको यो फुटबलप्रतिको जुन माया मोह छ नि. हुन त फ्रान्स ठुलो राष्ट्र हो तैपनि आज जुन स्टेडियममा जुन नजराना देखियो नि जुन रातो कलरले जुन स्टेडियमभरि भराउँथ्यो नि इट्स अमेजिङ क्या. इट्स ब्युटिफुल क्या. अब फुटबल भनेको पहिलाको जस्तो एउटा शक्ति राष्ट्रको हातमा मात्र रहेको छैन क्या. जसले पनि फुटबल खेल्न सक्नुपर्छ क्या एउटा प्यासन भयो भने. Quel match de Dembélé, Ousmane.
Il était magnifique et Kylian Mbappé, il a tué au début. Il l'a tué. Tu penses que l'équipe va aller jusqu'au bout? Oui, après ça va être difficile les demi. यहाँ हेर्नु न गाइस यो हेलिकप्टरले कति नजिकबाट क्या तपाईँको त्यो हुन्छ नि अब उसले त्यो पेट्रोलिङ गरिराख्या होला क्या कति नजिकबाट उडिराखेको छ क्या हेलिकप्टर सुरक्षा प्रबन्ध पनि हेर्नुहोस् न हेलिकप्टरको सुरक्षा प्रबन्ध यो चाहिँ म्याच सकेपछि यो टेलिभिजनहरूले चाहिँ आफ्नो आफ्नो किसिमको यो फ्यानहरूसँग चाहिँ लिएको कुराकानीहरू होइन ऱ्यान्डम मान्छेहरूलाई हुन्छ नि लिएको सायद कुराकानी होला होइन इट्स ब्युटिफुल इट्स अमेजिङ तर जुन आजको यो नजराना छ नि इट्स अमेजिङ कसले जित्यो कसले हार्यो भन्दा पनि नि फुटबलको जित हो क्या यो फुटबलप्रतिको जुन क्रेज छ नि अब यसको विशेष श्रेय त अमेरिकामा होइन अब हुन्छ मेसी 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 भन्छ होइन मान्छेले बुझेको छैन होइन मेसीभन्दा अगाडि नि सर हो क्या सर डेभिड बेकह्याम त्यो सर कसैले भन्दा सर भएको होइन क्या फुटबल एसोसिएसनले उसलाई एउटा के भन्छ नि मान सम्मान दिएर राखेको हो क्या सर डेभिड बेकह्यामको कारणले गर्दाखेरि यो सब कुरा भएको हो माना या नमाना अब यहाँबाट अन्तिम सेक्युरिटी रहेछ यो सेक्युरिटी पनि सबै कुराकोहरू गर्दै जाँदैछौँ है जाँदाखेरि पनि 3-4 ठाउँमा सेक्युरिटी चार्ज चेन्ज के भन्छ चेक जाँच थियो आउँदाखेरि पनि 3-4 ठाउँमा इभन यहाँबाट हामीले खाएको त्यो बियरको क्यानहरू पनि बाहिर निकाल्नु नपाउने रहेछ क्या के रहेछ नियम कायदा कानुन अब सबै कुरा थाहा पनि हुँदैन होइन जिन्दगी यस्तै हो गाइस जिन्दगी जिउँदै जाने हो सिक्दै जाने हो एम्बाप्पे यहाँ हेर्नु न गाइस यो जुन रातो जर्सी लगाएको छ नि सबै के भन्छ नि मोरक्कोको अब फ्यानहरू होइन जुन स्टेडियमभित्रको जुन माहौल थियो नि टेलिभिजनमा तपाईँहरूले जे देख्नु भए पनि नि तुलनात्मक रूपमा फ्रान्सको भन्दा चाहिँ धेरै थियो क्या अनि उनीहरूको जुन हाइप थियो होइन त्यो भन्दा कम्पेयर गर्दाखेरि फ्रान्सको भन्दा धेरै हाइप थियो अनि प्लस सुरुमा त अनाउन्स गर्छ क्या त्यो के भन्छ लेट्स मेक सम नोइज भन्छ नि त्यसको त्यो डेसिबल काउन्ट गर्दाखेरि पनि फ्रान्सको कति 86 88 कति पुगेको थियो मोरक्कोले त 92-93 पुऱ्याइदिएको थियो क्या त्यो हियरिङ डेसिबल पनि डिबी भन्छ नि ल गाइस आज यो बोस्टन म्यासाचुसेट्सबाट एउटा ब्युटिफुल मेमोरी लिएर म जाँदैछु इट्स अमेजिङ होइन वन्स इन अ लाइफ मेरो जीवनको आज एक दिन हो होइन त्यो जिन्दगीको एक दिन चाहिँ मैले आज कसम होला मैले बाँचेँ जस्तो क्या मलाई भोलि मरेर जाँदाखेरि पनि कुनै रिग्रेट छैन क्या किनभने मैले आज यो विश्व मानचित्रमा रहेको विश्व कपको क्वार्टर फाइनलको म्याच फ्रान्स भर्सेस मोरक्कोको म्याच मैले हेरेँ क्या गाइस गाइज हामी चाहिँ यो चाहिँ फर्किँदैछौँ अब यो ट्राफिक त्यस्तै छ ब्याक टु होम होइन अब हामीले पार्किङ गरेको ठाउँबाट गाडी लिएर चाहिँ अघि चाहिँ 2 वे थियो त्यसलाई चाहिँ 1 वे बनाइदिएर रहेछ क्या अनि त्यसपछि हामी ब्याक टु होम गाइज इट्स अ ब्युटिफुल डे